क्यानाडामा चाहिँ हाई स्कुलसम्मको पढाइ फ्री हुन्छ बट किड्स निड मनी टु गो फर हायर एजुकेसन हैन सो ब्याचलर्सको लागि एन्ड मास्टर्सको लागि चाहिँ पैसा पे गर्नुपर्ने हुन्छ दे क्यान गेट एजुकेसन लोन बट इट्स अलवेज बेटर टु इन्भेस्ट सम मनी सो द्याट देयर इज समथिङ फर देम हैन टु पे ट्युसन फी सो एजुकेसनको लागि चाहिँ इन क्यानाडा there is a different registered account. It is called RESP, Registered Education Saving Plan. So RESP चाहिँ तपाईले आफ्नै मोबाइल ब्याङ्किङबाट पनि खोल्न सक्नुहुन्छ or you can open it with Wealthsimple हैन whichever you find easy. So RESP मा तपाईले जति डिपोजिट गर्नुहुन्छ त्यसको 20% चाहिँ गभर्नमेन्टले डिपोजिट गरिदिन्छ फर द एजुकेसन अफ बेबी थिङ्क हामीले बच्चाको बारेमा सोच्ने भनेको एजुकेसन हो फर्स्ट बिकज वेन वी प्रोभाइड एजुकेसन उनीहरूले आफ्नो लागि आफै कमाउन सक्छन् हामीले पनि त्यही गरिरहेको छौँ होइन हाम्रो ड्याड ममले चाहिँ हामीलाई स्पेन्ड गरिदिनु भएको थियो एजुकेसनमा राम्रै एमाउन्ट हामीलाई भनेको सब्जेक्टहरू पढाइदिनु भयो त्यसले गर्दाखेरि वी आर अर्निङ हामी आफ्नो खुट्टामा उभिएको छौँ एन्ड या सो हामीले पनि हाम्रो बच्चाहरूलाई चाहिँ एजुकेसन प्रोभाइड गर्नुपर्छ एन्ड आफ्टर द्याट या अरू कुराहरू पनि एडिसनल सेभिङ इन्भेस्टमेन्ट राखिदिएको राम्रो हो